Hello guys, namaste and welcome to our YouTube channel. We are Friendtales. हामीले तपाईलाई बेसिक लेभल अफ जर्मन ल्याङ्ग्वेज पढाइरहेका छौं, that is A1 level of German language. आज हो chapter 26, that is Lektion 26. आज चाहिँ हामीले तपाईलाई चाहिँ जर्मनमा स्मल फ्रेजेस हरु कस्तो हुन्छन्, त्यसलाई कसरी प्रोनाउन्स गर्ने, कुन सिचुएसनमा युज गर्ने भनेर चाहिँ सिकाउने छौं. So why let's begin. So when you talk about the aspect of small phrases, यी 5-6 सिचुएसनमा चाहिँ युज हुन्छन्. जस्तै ग्रीटिङ गर्दा, गुड मर्निङ, गुड आफ्टरनुन भन्दाखेरि, अनि अथवा पोलाइट फ्रेजेसहरुमा पोलाइटलीसँग बोल्दाखेरि, अथवा बेसिक क्वेशन्सहरु गर्दा, अथवा सानो क्वेशनहरु गर्दा चिनेको व्यक्तिसँग अथवा नचिनेको व्यक्तिसँग, अनि युजफुल एन्सर्सहरु दिँदाखेरि, शपिङ, इटिङ अथवा ट्राभल गर्दाखेरि र गुड बाइ भन्दाखेरि चाहिँ हामीले स्मल फ्रेजेसहरु अफन युज गर्छौं है त. सो अब ग्रीटिङ्सलाई जर्मनमा भन्दाखेरि बेग्रुसुङ्गेन. ग्रीटिङ्सलाई चाहिँ बेग्रुसुङ्गेन भन्छन्, तर यो वर्ड अप्ठ्यारो लाग्यो भनेपछि डोन्ट गो टुवर्ड्स द वर्ड, बिस्तारै आउँछ. अब फ्रेजको कुरा गर्दाखेरि सबभन्दा हामीले चाहिँ हेलो सर भन्छौं नि त नेपालमा हैन, नेपालमा अथवा वर्ल्ड वाइडली. त्यो भनेको नमस्ते भएन. जर्मनमा हेलो भन्छन्. हेलो एच ई को ठाउँमा ए हुन्छ. हेलो आ जर्मनमा यसलाई के भन्छन्, आ बे चे डे हैन, हेलो. अनि गुड मर्निङ भन्नु पर्यो भने चाहिँ गुटन मर्गन फ्राउ स्मिथ भनेको गुड मर्निङ मिसेस स्मिथ. फ्राउ भनेको चाहिँ लेडीलाई हैन. अनि त्यसपछि गुटन मर्गन हेयर स्मिथ भनेको गुड मर्निङ मिस्टर स्मिथ भएन. गुटन टाग भनेको दिउँसो कसैलाई भेट्नु भयो 12 बजेपछि भनेपछि गुटन टाग भन्यो. गुटन टाग भनेको चाहिँ गुड डे पनि भयो, अथवा कसैलाई भेट्दाखेरि अथवा कसैसँग फोनमा बोल्दाखेरि गुटन टाग. अब बेलुका भेट्नु भने चाहिँ गुटन आबन्ड भनेको गुड इभिनिङ, शुभ साँझ. अब गुटन आबन्ड कतिखेर भन्ने, गुटन टाग कतिखेर भन्ने भन्दाखेरि त्यो ठ्याक्कै 4 बजे 5 बजे भेटेपछि यो भन्ने त्यो भन्ने छैन, बट इट डिपेन्ड्स अपन द डे. अब कतिखेर 6-7 बजे भेटेपछि बेलुकाको गुटन मर्गन भन्ने कुरा भएन हैन, गुटन आबन्ड भन्नु पर्यो. अनि राति 10 बजे भेटेपछि गुटन टाग भन्ने कुरा भएन, गुटन नाक्ट भन्नु पर्यो हैन. राति फोन गर्नुभयो कसैलाई, राति अब बाई भन्नु पर्यो भनेपछि गुटन नाक्ट भनेको गुड नाइट अथवा शुभरात्रि भन्नु पर्यो हैन. सो दिस आर द कमन फ्रेजेस. यो अब A1 लेभललाई इट्स इजियर. हामीले च्याप्टर नम्बर 26 मा राखेका छौं. अगाडि पनि राख्न सकिन्थ्यो, बट आई वान्टेड टु गिभ यु द प्रोपर भ्यू, याद होस् भनेर है. सो नेक्स्ट वान इज पोलाइट फ्रेजेस. höflich redewendungen. पोलाइट फ्रेजेसहरु युज गर्दाखेरि पनि अब कस्तो जर्मन शब्दहरु युज गर्ने भनेर चाहिँ यहाँ लेखिदिएको छु है हामीले. डाङ्क भनेको थ्यांक यू. अब थ्यांक यू भन्दाखेरि डाङ्क पनि भन्न मिल्यो, डाङ्कसुन पनि भन्न मिल्यो. फिलेन दाङ भनेको भेरी भेरी थ्यांक यू भेरी मच लाई चाहिँ फिलेन दाङ भन्छन्. भी को आवाज चाहिँ यफ जस्तो आउँछ अलिअलि, फिलेन दाङ हैन. अब ल थ्यांक यूलाई कसरी भन्ने भन्दाखेरि बाटोमा कसैले तपाईलाई हेल्प गर्यो, साथीलाई भन्नु पर्यो, घरमा कसैलाई भन्नु पर्यो भनेपछि डाङ्क भन्दा पनि भयो थ्यांक यू, डाङ्कसुन भन्दा पनि भयो, थ्यांक यू भेरी मच भन्नु पर्यो भनेपछि फिलेन दाङ. सो नेपालीमा पनि लेखिदिएको छु मैले यहाँ, धन्यवाद. अब कसैले जस्तै बाटोमा कसैको केही खस्यो, तपाईले उठाएर दिनुभयो, उले डाङ्कसुन भन्यो भनेपछि तपाईले के भन्ने, बित्त भने पनि भयो अथवा बिट्टसुन भने पनि भयो. डाङ्क अथवा डाङ्कसुनको एन्सर चाहिँ बित्त अथवा बिट्टसुन पनि हुन सक्छ हैन. बिट्टसुन भनेको चाहिँ यु आर वेलकम, बिट्टसुन भनेको चाहिँ यु आर वेलकम. अब संसारका सबै ल्याङ्ग्वेजमा एउटा शब्दको धेरै मिनिङ हुन्छ हैन. इट डिपेन्ड्स अपन द सिचुएसन कहाँ युज हुने हैन. बिट्ट भनेको चाहिँ प्लिज पनि हुन्छ. जस्तै तपाई टेबलमा बसिराख्नु भएको छ, केही खाइराख्नु भएको छ, कसैले चाहिँ तपाईको अगाडि राखेको पानी खाम भनेर सोध्यो साथीलाई भनेपछि तपाईले प्लिज खाउ न भन्नुहुन्छ नि हैन. त्यस्तै कसैले जर्मनमा पनि सोध्यो म त्यो पानी खाम भनेपछि यु क्यान से बिट्ट प्लिज ह्याभ इट टाइपको हैन. र यहाँ मैले लिस्ट गरिदिएको छु. अब तपाईले कसैलाई एक्सक्युज मी भन्नु पर्यो भने इन्सुल्डिगुङ र कसैलाई आई एम रियली सरी भन्नु पर्यो भनेपछि स्टुड मियर लाइट त्यो भने पनि भयो, टुड मियर लाइट भने पनि भयो. सो एक्सक्युज मी लाई चाहिँ इन्सुल्डिगुङ, सरी लाई चाहिँ के भन्ने, स्टुड मियर लाइट अथवा टुड मियर लाइट, माफ गर्नुहोस् सरी हैन. अब काइन्ड प्रब्लम भनेको चाहिँ नो प्रब्लम, कुनै समस्या छैन. अब कहाँ युज हुन्छ भन्दाखेरि जस्तै बसमा बसिराख्नु भएको छ, कसैले थोरै उता सर्नुस् न भनेपछि ओके नो प्रब्लम, काइन्ड
प्रब्लम भन्न मिल्छ सो लेट्स गो टु आवर नेक्स्ट टपिक सो अब यो टपिकमा चाहिँ मैले बेसिक क्वेसन्सहरू हाउ टु फर्मुलेट देम हाउ टु गिभ देयर एन्सर्स भनेर चाहिँ पढाउँछु बेसिकलाई चाहिँ ग्रुन्ड क्वेसन्सलाई चाहिँ फ्रागन एउटा क्वेसनलाई के भन्छ फ्राग मेनी क्वेसन्सलाई चाहिँ फ्रागन सो अब एउटा फ्रेज अथवा स्मल सेन्टेन्स सो अब कसैले तपाईँलाई सोध्यो हाउ आर यु भनेर सोध्यो भने वी गेट चाहिँ वी गेट यसको चाहिँ सर्ट फर्म अब यसको एन्सर कसरी दिने मियर गेट इज गुड म ठिक छु अनि डाङ्कुसुन डाङ्क सोधेकोमा अनि उन्ट डियर अथवा उन्ट इनन तपाईँ कस्तो हुनुहुन्छ भनेर चाहिँ भन्ने होइन यो बिस्तारै पछि आउँदै जान्छ डोन्ट वरी अनि वास मार्क्स डु वाट आर यु डुइङ तपाईँ के गर्दै हुनुहुन्छ भनेपछि के भन्ने यो पनि कसैले सोध्न सक्छ होइन सानो स्मल क्वेसन्सहरू हो फर्स्ट दिनमा भेट हुँदा सेकेन्ड दिनमा भेट हुँदा अब तपाईँ के गर्दै हुनुहुन्छ तपाईँ जे गरिरहेको छ त्यही भन्नु पर्यो होइन इस एस अ टी अथवा इस लाउफ म हिँडिरहेको छु अथवा म टिभी हेरिरहेको छु इस जे अ फ्यान होइन अब कसैले तपाईँलाई सोध्यो वेयर कम्स टु तपाईँ कहाँबाट आउनुभएको वेयर आर यु फ्रम भनेपछि इस कम हाउस नेपाल अथवा विच एभर कन्ट्री यु आर फ्रम होइन अब कसैले तपाईँलाई क्युनिन्जी मियर हेल्प क्यान यु हेल्प मी भनेपछि या माखैस या अफकोर्स म गर्छु होइन यो एन्सर दिनु पर्यो अर्को बेसिक क्वेसन अथवा ग्रुन्ड फ्रागन के हुनसक्छ कसैले तपाईँलाई सोध्यो क्युनिन्जी मियर हेल्प क्यान यु हेल्प मी अथवा के तपाईँ मलाई मद्दत गर्न सक्नुहुन्छ या नटुरलिस म नेचुरली गर्छु अथवा या माखैस म गर्छु यो एन्सर दिन सक्नुहुन्छ अब लेट्स गो टु द नेक्स्ट टपिक फर टुडे अब मैले अघिको लास्ट स्लाइडमा दिएको क्वेसन्सहरूको एन्सर मोटामोटी भनिसकेँ म फेरि एकचोटि तपाईँलाई चाहिँ लेखेरै भनिदिन्छु है त युजफुल एन्सर्स अफ बेसिक क्वेसन्स युजफुल एन्सरलाई के भन्छ नुच लिस आन्टवाटन अब तपाईँलाई कसैले सोध्यो हाउ आर यु भनेर भनेपछि के भन्ने आइ एम गुड मियर गेट इज गुड म सन्चै छु मैले अघि नै यसको एन्सर भनिसकेँ होइन अथवा सोधेकोमा थ्याङ्क यू डाङ्क अब वेयर कम्स डु अथवा तपाईँ कहाँबाट आउनुभएको भनेर क्वेसन थियो लास्टमा त्यसको एन्सर के दिने इस कम हाउस नेपाल आई कम फ्रम नेपाल म नेपालबाट आएको हुँ अथवा कसैले तपाईँलाई सोध्यो कुनै क्वेसन सोध्यो जसको एन्सर तपाईँलाई थाहा छैन अथवा तपाईँले बुझ्नु भएन भनेपछि के भन्नु तपाईँले इस फेस्टे निक्स आई डोन्ट अन्डरस्ट्यान्ड मैले बुझेको छैन तपाईँले सोधेको क्वेसनको एन्सर मलाई थाहा छैन तपाईँले के सोध्नु भएको मलाई थाहा छैन भन्यो भने के भन्ने इस फेस्टे निक्स अर्को पनि तरिकाले भन्न सकिन्छ कुनै पनि क्वेसनको एन्सर थाहा छैन मलाई थाहा छैन आई डु नट नो आई डु नट अन्डरस्ट्यान्ड भन्नु पर्यो भने के भन्ने इस वाइज निस्ट अब यो वाइज भनेको के भन्दाखेरि विसेन भन्ने वर्बको एउटा फर्म हो इस वाइज निस्ट मलाई थाहा छैन सो अर्को चाहिँ तपाईँले नर्मल कन्डिसनमा अल्टाक्स लेभेन एभ्रिडे लाइफमा सपिङ गर्नुभयो कोही रेस्टुरेन्टमा खाना जानुभयो इनकफिन भनेको सपिङ एसएन गेन कहीँ खाना जानुभयो रेस्टुरेन्टमा अथवा ट्राभल गर्दै हुनुहुन्छ भनेपछि साना साना कुराहरू सोध्न सकिन्छ त्यहाँ होइन जस्तै वास कस्टेड दास यसको कति हो हाउ मच इज दिस वाट इज द कस्ट अफ दिस एग वाट इज द कस्ट अफ दिस बिस्किट वाट इज द कस्ट अफ दिस भेजिटेबल भनेपछि वास कस्टेड दास यसरी सोध्न सकिन्छ होइन सुपर मार्केटमा जानुभयो सुपर मार्केटमा केही सामान किन्नुभयो अब बिल माग्नु पर्यो भनेपछि के भन्ने दि रेस्नुङ बित्त द बिल प्लिज अथवा रेस्टुरेन्टमा जानुभयो खानुभयो सबै बिल तिर्ने बेलामा के भन्ने दि रेस्नुङ बित्त द बिल प्लिज अब तपाईँ रेस्टुरेन्टमा जानुभयो तपाईँले खाना अर्डर गर्नु पर्यो अनि स्पाइस कार्ट मेनु लिएर आउनुभयो केल्नर अथवा केल्नरिन वेटर अथवा वेट्रेसलाई के भन्छ केल्नर अथवा केल्नरिन भन्छ होइन अनि उहाँले तपाईँलाई स्पाइस कार्ट दिनुभयो मेनु दिनुभयो भने तपाईँले अर्डर गर्दाखेरि यो छुट्टै हामी पछि च्याप्टर कभर गर्छौँ है अर्डरिङ इन अ रेस्टुरेन्ट भनेर तर जस्ट लेट अहिले अलिक सुरुवात गरिदिउँ होइन जस्तै तपाईँले म कोका कोला खान्छु अथवा तपाईँले कफी खान्छु भन्यो भने चाहिँ होफलिस तरिकाले भन्दाखेरि इस ह्याटगेन कोला अथवा कोका कोला खान्छु भनेको न इस ह्याटगेन क्याफे म कफी खान्छु भनेको विल कभर दिस इन कमिङ च्याप्टर्स डु नट वरी मैले चाहिँ आज यत्तिकै भनिदिएको अब सिक्दै जानु पर्यो नि त सो नेक्स्ट टपिक इज हाउ टु से गुड बाई सेइङ गुड बाई जर्मनमा के भन्छ जिस फेराप्सिन जस्तै बाई भन्नु पर्यो भनेपछि के भन्ने चुस चाउ हस्त नमस्ते भन्ने जस्तो है अनि ल फेरि भेटौँला अथवा गुड बाई भन्नु पर्यो भने के भन्ने अफ विडजेन
पुनः भेटौँला र अब अहिले भेटिरहेछौँ अब 2 घण्टापछि भेटौँला अथवा चाँडै भेटौँला भोलि पर्सि भन्नु पर्यो नि के भने बिस स्पेटर बिस्बाल्द see you soon see you later भनेको है त So guys, that's all for today. तपाईले प्र्याक्टिस गर्न सक्नुहुन्छ घरमा अब नेक्स्ट च्याप्टरमा चाहिँ आई थिंक विल गो फर स्मल टक्स सानो कुराहरु कसरी गर्ने भनेर जर्मनमा सेन्टेन्सेस म दुईटा पिक्चरहरु राखेर एउटाले क्वेशन सोधेको एउटाले आन्सर दिएको बनाउने छु हैन सो वेट फर दैट सो लाइक आवर भिडियोज अर्को च्याप्टरमा भेटौँला टिल देन टेक केयर बाइ बाइ स्टे हेल्दी एन्ड स्टे ह्याप्पी